नमस्ते दर्शकवृन्द। देश एकदम विकराल अवस्थामा गुज्रिरहेको छ। यो विखण्डित समय हैन लाई यो विषम परिस्थितिलाई सामना गर्दै हामीले अब एकसाथ भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ भन्ने जमात पनि छ अहिले। अनि देशमा विकासका एकदम गति तीव्र रूपमा अगाडि बढिरहेका छन्। विकासले एउटा लेभल हासिल गरिसकेको छ, त्यो भन्दा हामी माथि अझ जाने कोसिस गरिरहेका छौं भन्नेको जमात पनि अर्कोतिर छ। मिसन 84 चाहिँ आउन दिनुस्। हामी मिसन 84 मा देश र जनताको लागि एउटा छुट्टै वातावरण सिर्जना गर्नेछौं भन्नेको जमात पनि कम छैन। तर यो जमातहरूले आफ्ना आफ्ना अभिव्यक्तिहरू दिँदै गर्दा मिसन 84 को प्रतीक्षा गर्ने अर्को जमात तपाईहरूले ग्यारेन्टी गर्न सक्नुहुन्छ कि हरेक मतदाताको घर घरमा एक एक बोरा चामल, मासु र चिउराहरू तपाईहरूले खुवाउन सक्नुहुन्छ? त्यो पनि मतदान को दिन भन्दा केही दिन अगाडि यदि तपाईहरू यो गर्न सक्नुहुन्छ भने चाहिँ पक्कै तपाईहरूको मिसन 84 ले स्थान पाउला। नत्र भए फेरि पनि देशको नेतृत्व गर्ने जिम्मा त्यही उखानेहरूले नै लिनेछन्। यसको लागि ढुक्क हुनुहोस् है तपाईहरू। सो विभिन्न मान्छेहरूले विभिन्न प्रतिक्रिया दिँदै गर्दा हामीलाई एउटा चिन्ता छ कि देश फेरि पनि त्यही अवस्थामा गुज्रिने हो कि त्यसरी नै घिस्रिने हो कि भन्ने हामीलाई चिन्ता छ। हामी त परदेशी हो, खाडीवासीहरू हैन, परदेशवासीहरू। हामीलाई एउटा ब्याङ्कको खातासम्म खोल्न पनि राष्ट्रिय परिचय पत्रको आवश्यकता पर्छ, जुन चाहिँ हामीसँग बनाउने समय पनि छैन हैन। देशको हरेक सरकारी कामकाजका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य छ, जुन चाहिँ हामीसँग बनाउनलाई नेपाल गएर केही समय बसेर त्यो परिचय पत्र बनाउने समय छैन भनेपछि मतदाता बन्ने अधिकार त हामीसँग अहिले पनि छैन, सुनिश्चित छैन हैन। सो पक्कै पनि यदि